नमस्कार। आज मिति 2022 साल मङ्सिर महिनाको 2 गते मङ्गलबार, तदनुसार नोभेम्बर 18 तारिक 2025। आज मङ्सिर कृष्ण पक्षको त्रयोदशी तिथि। म आज तपाईहरुको राशिफल लिएर उपस्थित भइसकेको छु। मेष राशि। मेष राशि हुनेहरुको लागि आत्मीय जीवन बित्नेछ। प्रेम तथा जीवनसाथीसँग समय धेरै राम्रो हुनेछ। समग्रमा आजको दिन राम्रो छ। वृष राशि। वृष राशि हुनेहरूले आजको दिनमा स्वास्थ्यमा ध्यान दिनुहोला। मानसिक दबाव हुन सक्छ। प्रेम र सन्तान सम्बन्धी स्थिति सामान्य रहनेछ। यसैगरी मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आज कुनै पनि शुभ निर्णय लिनका लागि अत्यन्तै राम्रो समय छ। प्रेम र सन्तानको स्थिति उत्कृष्ट रहनेछ। यसैगरी कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि जग्गा, भवन तथा वाहन किन्नको लागि उत्तम योग परेको छ। घरमा केही उत्सवको संकेत रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ। यसैगरी सिंह राशि। सिंह राशि हुनेहरूको लागि आज उत्साह र उमङ्ग बढ्नेछ। दैनिक रोजगारमा प्रगति हुनेछ। स्वास्थ्य राम्रो र प्रेम तथा सन्तान पक्षमा शुभ छ। यसैगरी कन्या राशि। कन्या राशि हुनेहरूका लागि धन वृद्धिको योग परेको छ। घरमा ऐश्वर्य आउनेछ। बोलीमा मिठास रहनेछ भने तपाईको बाणीले कार्य सफलता पनि दिलाउनेछ। यसैगरी तुला राशि। तुला राशि हुनेहरूका लागि आजको दिन समग्रमा राम्रो छ। तपाई आकर्षणको केन्द्र बन्नुहुनेछ। मान सम्मान बढ्नेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। यसैगरी वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि अनावश्यक खर्चका कारण मन अस्थिर हुन सक्छ। कुनै शुभ कार्य बन्नेछ भने प्रेम र सन्तान पक्ष राम्रो रहनेछ। यसैगरी धनु राशि। धनु राशि हुनेहरूको लागि नयाँ स्रोतबाट धन प्राप्ति हुनेछ। पुराना स्रोतबाट पनि लाभ हुने योग छ। मानसिक स्थिति स्थिर र प्रेम र व्यापार पक्ष राम्रो रहनेछ। यसैगरी मकर राशि। मकर राशि हुनेहरूको लागि व्यापारिक स्थिति मजबुत रहनेछ। प्रतिस्पर्धामा विजय भइनेछ। प्रेम र व्यापार पक्ष राम्रो रहेको छ। यसैगरी कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि भाग्यले साथ दिने समय रहेको छ। यात्राको योग परेको तथा धर्म कर्ममा रुचि बढ्नेछ। स्वास्थ्य, प्रेम र व्यापार पक्ष शुभ रहनेछ। यसैगरी मीन राशि। मीन राशि हुनेहरूका लागि परिस्थितिहरू विपरीत हुन सक्छन्। धैर्य राखेर अगाडि बढ्नुहोला। व्यापार सामान्य तर लाभ हुनेछ। सेतो वस्त्र धारण गरी काली मन्दिरमा पूजा गर्नुहोस्। तपाईको दिन शुभ बित्नेछ। राशिफलमा जे जस्तो कुरा भने तापनि आफ्नो कर्ममा अडिग भएर लाग्नुहोला। तपाईको दिन शुभ रहोस्। हाम्रो कामना छ। धन्यवाद।